हिजो यो मुलुकको लागि केही पनि योगदान नगरेका राजनीतिक पार्टीहरू आज यो देशमा पपुलर बन्न खोजिराखेका छन्। कति धेरै विकृति आएको छ त्यो पार्टीभित्र। हामीले यो व्यवस्थामा उत्पीडनमा परेका मान्छेहरूको सहभागिताको लागि सङ्घर्ष गर्यौं, तर आज तपाईहरुले देख्नु भएको छ बालेन, रवि, कुलमान जस्ता मान्छेहरू चाहिँ यो मुलुकमा सेलिब्रेटीहरू ल्याएर देशमा चर्चा पाएका मान्छेहरू ल्याएर समानुपातिक सूचीमा राख्ने यो जुन निर्वाचन प्रणालीको विरुद्धमा हामीले चाहिँ सङ्घर्ष गर्यौं, आज यसकै धज्जी उडाउने कामहरूको सुरुवात भइरहेछ। आज हाम्रो ब्यानरमा नेपाली कम्युनिस्ट पार्टी नयाँ पार्टी बनाएर एकता सन्देश सभाको रूपमा हामी यहाँ उपस्थित भएका छौं। जिल्लामा 1 गते हामीले एकता सन्देश सभा सम्पन्न गरेर खोटाङका 10 वटा पालिकाहरूमा यो एकताको भावलाई सम्प्रेषण गर्ने उद्देश्यका साथ आज साकेला गाउँपालिकामा हामी आएका छौं र यही सन्दर्भमा तपाईं हाम्रो भेट भएको छ। पक्कै पनि यो एउटा सुनौलो अवसर, एउटा महत्त्वपूर्ण अवसरको रूपमा यहाँ उपस्थित भएका छौं र यो सुनौलो अवसर प्रदान गर्नुहुने यस साकेला गाउँपालिका आयोजक कमिटीलाई सर्वप्रथम म हार्दिक धन्यवाद, आभार व्यक्त गर्न चाहन्छु र जुन एउटा महत्त्वपूर्ण क्षणमा हामी यहाँ उभिएका छौं, यो महत्त्वपूर्ण क्षणसम्म ल्याउनको लागि लामो समयदेखि यो मुलुकमा सङ्घर्ष गर्दा गर्दै लड्दै शहादत प्राप्त गर्ने ती महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र यो देशलाई एउटा सुन्दर सपना बोकेर यो देशको भविष्य निर्माण गर्नको लागि लड्दै घाइते अपाङ्गको रूपमा जुन जीवन बिताइरहनु भएको छ साथीहरूले, उहाँ साथीहरूप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु। उहाँहरूको साथमा सधैँ रहेको कुरा पनि म तपाईहरुसँग अवगत गराउन चाहन्छु। कमरेडहरू, यहाँ विभिन्न ढङ्गले विषयवस्तुहरू उठिसकेको छ। आज वास्तवमै हामी यो एकता अभियानमा मुलुक किन अगाडि बढिराखेको छ भन्ने कुरा तपाईहरुले स्पष्ट रूपमा बुझिसक्नु भएको छ। देश आज एकदमै गम्भीर सङ्कटको बीचबाट अगाडि बढिराखेको छ। यो गम्भीर सङ्कटबाट यो देशलाई मुक्ति गर्नको लागि फेरि त्यो सचेत मान्छेहरूकै काँधमा महत्त्वपूर्ण जिम्मेवारी आएको कारणले गर्दा त्यो जिम्मेवारीलाई, त्यो भूमिकालाई निर्वाह गर्ने उद्देश्यका साथ देशमा छरिएर रहेका देशभक्त वामपन्थी शक्तिहरू आज एउटा ध्रुवीकरणको प्रक्रिया सहित एकता प्रक्रियामा आउने क्रम निरन्तर जारी छ र अघि पनि यहाँ तपाईहरुले सुनिसक्नु भएको छ 17 वटा पार्टी आज देशमा माथि मिलिराखेको छ र खोटाङ जिल्लाको सन्दर्भमा पनि अस्तित्वमा रहेका 3 वटा राजनैतिक दल मिलेर आज यो समग्र एकता अभियानलाई हामीले अगाडि बढाइराखेका छौं। मैले तपाईहरुको बीचमा धेरै कुरा भन्नुपर्छ जस्तो लाग्दैन। हिजोदेखि आजसम्म आउँदाखेरि थुप्रै खालका चुनौतीहरूको विरुद्धमा सङ्घर्ष गर्दै तपाईं हामी यहाँसम्म आएका छौं। यो देशको स्थायित्वको लागि, राजनीतिक स्थायित्वको लागि, यो देशलाई समृद्धिको दिशामा अगाडि बढाउने उद्देश्यका साथ यो देशलाई एउटा मुक्ति र स्वतन्त्रताको स्थितिमा उभ्याउनको लागि आज मात्रै होइन, हिजोदेखि नै हाम्रो निकै ठुलो सङ्घर्ष छ, लडाई छ र त्यही सङ्घर्ष र लडाईका हजारौं अनुभवहरूलाई सँगालेर तपाईहरु पनि यो ठाउँमा हुनुहुन्छ र हामी पनि यो ठाउँमा छौं र यहाँसम्म आउँदाखेरि हामीले हाम्रो विचारलाई एउटा नयाँ उचाइमा उठाउँदै अगाडि बढिराखेको अनुभूति हुन्छ र हामीले तपाईहरुसँग पटक पटक आग्रह पनि गरेका थियौं। विचारधारात्मक राजनैतिक कार्यदिशा सही वा गलत हुनाले सबै चीजको निर्धारण हुन्छ। आज नेपाली कम्युनिस्ट पार्टीले लिइराखेको विचारधारात्मक राजनैतिक कार्यदिशा सही भएकै कारणले विभिन्न विचारमा छरिएर रहेका समग्र देशका शक्तिहरू आज एक ढिका हुने अभियान अगाडि बढिराखेको छ र यो अभियानमा सामेल हुनुहुने सम्पूर्ण कमरेडहरूलाई, सम्पूर्ण साथीहरूलाई म हार्दिक स्वागत पनि गर्न चाहन्छु, उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र आज हामी किन वास्तवमै यसरी संगठित भइराखेका छौं, किन यो अभियानमा हामी सामेल भइराखेका छौं, तपाईहरुलाई थाहा छ। हामीले यो मुलुकको व्यवस्था परिवर्तनको लागि निकै ठूलो सङ्घर्ष गरेका छौं र सङ्घर्ष गर्ने क्रममा
हामीले यो व्यवस्था परिवर्तन गरेर अवस्था परिवर्तनको लागि पनि निकै ठुलो लडाई लड्यौं। व्यवस्था परिवर्तन गरेर यो ठाउँसम्म आएका छौँ। हामीले हिजो जनताको बीचमा आश्वासन मात्रै बाँडेनौँ, आश्वासन सँगसँगै निरन्तर सङ्घर्ष गर्ने क्रममा व्यवस्था बदलेर पनि हामी यो ठाउँमा उभिएका छौँ र अहिले पनि हामी गर्वका साथ भन्न सक्छौँ कि यो विचारलाई अझ नयाँ उचाइमा उठाउनको लागि, नयाँ सन्देश दिनको लागि हाम्रो पार्टी मात्रै सक्षम छ। म तपाईहरुलाई आग्रह गर्न चाहन्छु, एकात्मक हिसाबले लामो समयदेखि तपाईँ हामीलाई शासन गरेर बसेको राज्य व्यवस्थाको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौं। हामीले नेपाली जनतालाई एउटा अधिकार सहितको नयाँ संविधान दिनको लागि हामी सफल भयौं। पिछडिएका जनजाति, महिला, दलित लगायतका उपेक्षित क्षेत्रहरूलाई एउटा राज्यको समान मूलधारमा ल्याउनको लागि हामीले निकै ठूलो भूमिका निर्वाह गरेका छौं र त्यो निर्वाह गर्दै अझै पनि यो मुलुकको समृद्धिको लागि हाम्रो अभियान जारी छ र तपाईहरुले देख्नु भएको छ अहिले पनि हाम्रो काँधमा यो व्यवस्था परिवर्तन गर्ने यो सामाजिक क्रान्तिको अभिभारा र आर्थिक क्रान्तिको अभिभारा फेरि यही पार्टीको काँधमा छ। त्यो अभिभारालाई पूरा गर्नको लागि हामीले निरन्तर यात्रा गरिरहेका छौं, निरन्तर संघर्ष गरिरहेका छौं र म तपाईहरुसँग वास्तवमै आग्रह गर्न चाहन्छु, आजसम्म यो देशलाई जुन खालको योगदान हामीले गरेका छौं, कुनै पनि राजनीतिक दलले अहिले यो परिवर्तनको लागि यति धेरै ठूलो योगदान गरेका छैनन् र हामीले योगदान गर्दै अगाडि बढ्दै आउने क्रममा अलिकति हाम्रो पार्टीको तर्फबाट केही त्रुटि भएको कुरा पनि म तपाईहरुसँग अवगत गराउन चाहन्छु। त्यो चाहिँ नेताको लेभलबाट मात्रै भएन, जनताको लेभलबाट पनि हामीले कमजोरी गरेका छौं। जब हामी बहुदलीय प्रतिस्पर्धामा सामेल भयौं, सामेल हुँदै अगाडि बढिसकेपछि हाम्रो पार्टीले आम जनताको विश्वास लिने क्रममा चाहिँ एकदम तेस्रो उपस्थिति मात्रै हासिल गर्न सफल भयो। वास्तवमै जनताले यो पार्टीलाई सधैँ एक नम्बरको पार्टी बनाउनको लागि भूमिका निर्वाह गरेको भएदेखि हामीले यो व्यवस्था परिवर्तनमा पनि हाम्रो पार्टीले निकै ठूलो भूमिका निर्वाह गर्न सक्थ्यो। तर त्यसमा जनताको पनि त्रुटि रह्यो, नेताहरूको पनि त्रुटि रह्यो। त्यही कमजोरीबाट खेलेर आज यो देशमा विभिन्न खालका राजनीतिक शक्तिहरू, जो कि एउटा इतिहास पनि नभएका राजनीतिक शक्तिहरू, यो मुलुकको परिवर्तनमा कुनै पनि भूमिका नभएका राजनीतिक शक्तिहरू आज हावी हुँदै अगाडि बढिराखेको नाङ्गो यथार्थ हाम्रो बीचमा छ र यो विकृतिको विरुद्ध तपाईँ हामीले नै सङ्घर्ष नगरुन्जेलसम्म वास्तवमा फेरि यो मुलुकले मुक्ति नपाउने कुरा पनि म तपाईहरुको बीचमा राख्न चाहन्छु। अहिले हामीले देखिसकेका छौं, हिजो यो मुलुकको लागि केही पनि योगदान नगरेका राजनीतिक पार्टीहरू आज यो देशमा पपुलर बन्न खोजिराखेका छन्। कति धेरै विकृति आएका छ त्यो पार्टीभित्र। हामीले यो व्यवस्थामा उत्पीडनमा परेका मान्छेहरूको सहभागिताको लागि सङ्घर्ष गर्यौं, तर आज तपाईहरुले देख्नु भएको छ बालेन, रवि, कुलमान जस्ता मान्छेहरू चाहिँ यो मुलुकमा सेलिब्रेटीहरू ल्याएर, देशमा चर्चा पाएका मान्छेहरू ल्याएर समानुपातिक सूचीमा राख्ने, यो जुन निर्वाचन प्रणालीको विरुद्धमा हामीले चाहिँ सङ्घर्ष गर्यौं, आज यसकै धज्जी उडाउने कामहरूको सुरुवात भइराखेको छ। त्यति मात्रै होइन, मैले अघि पनि तपाईहरुलाई भनिसके, देशको ठूलो राजनीतिक शक्ति कांग्रेसलाई, एमालेलाई बनाउँदाखेरि दुईटा पार्टीको गठबन्धनको कारणले गर्दाखेरि जेएनजी विद्रोहको पनि त्यहाँबाट चाहिँ बीजारोपण गरियो। साँच्चै यो मुलुकलाई ठीक ढंगले सञ्चालन गरेको भए, यहाँ भएका विकृतिसँग ती पार्टीहरू लड्न सकेको भए, व्यवस्थालाई राम्रो ढंगले चाहिँ स्थापित गरेर अगाडि बढ्ने वातावरण बनेको भए यो जेएनजी विद्रोहको आवश्यकता पनि थिएन। जेएनजी विद्रोह कहाँबाट सुरु भयो? केपी ओलीको हटको कारणले जेएनजी विद्रोहको जन्म भयो। आज यसले साँच्चै देशमा योगदान गरेका राजनैतिक पार्टीहरूलाई ठीक ढंगले स्थापित गराउनु पर्ने ठाउँमा पुरै राजनीति भनेको चाहिँ एउटा विकृति हो। यो राजनीतिमा लाग्नु भनेको चाहिँ हामीले गलत गरेको छौं भन्ने एउटा गलत भाष्य निर्माण गरेर अहिले पनि आम जनताहरूको दिमाग भाड्ने काम भइराखेको छ र म तपाईहरुलाई विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने यो देशमा हिजोदेखि आजसम्म सत्यको लडाईमा तपाईँ हामी उभिएका छौं र निरन्तर सत्यको पक्षमा उभिएर
सत्य ओकालत गरेर तपाईँ हामी निरन्तर राख्नुपर्ने चाहिँ त्यो जिम्मा हाम्रो काँधमा छ। हामीले राजनीति गर्ने भनेको अवसरको लागि मात्रै होइन, यो देशलाई आफ्नो ठाउँबाट चाहिँ कुन लेभलबाट योगदान गर्न सक्छौँ, देशको सार्वभौमिकता स्वतन्त्रताको लागि हामीले चाहिँ यो देशको समृद्धिको लागि हाम्रो भूमिका के रहन्छ भन्ने कुरा पनि महत्त्वपूर्ण कुरा हो। र सबै आम जनताहरूलाई, आम नागरिकहरूलाई आगामी आउने दिनहरूमा सबैलाई त्यतातिर सचेत गरेर चाहिँ अगाडि बढ्ने वातावरण निर्माण गर्न सकेनौँ भने विदेशी शक्तिहरूको निकै ठुलो चलखेल मुलुकमा देखा परिराखेको छ। र यो विदेशी शक्तिहरूको चलखेलबाट त हामीले यो देशलाई जोगाउन सकेनौँ भने एउटा युक्रेनमा एउटा सन्की शासनको कारणले युक्रेन आज कस्तो स्थितिमा छ, भोलि नेपाल पनि त्यो दिशातिर जान सक्दैन भन्न सकिँदैन। र अहिले विशेषतः पश्चिमेली राष्ट्रहरूको त्यही ढङ्गले चाहिँ भूमिका भइरहेको कुरा पनि हामीले नाङ्गो आँखाबाट देखिरहेका छौँ। र म तपाईँहरू सबैलाई आग्रह गर्न चाहन्छु, आज यो चुनौतीको विरुद्धमा लडेर फेरि नेपाली जनताले चाहिँ हाम्रो देशलाई स्वाधीन बनाउनको लागि त्यो ऐतिहासिक कार्यभार पुरा गर्नुपर्ने जिम्मा छ। र कमरेडहरू, यही जिम्माका साथ अगाडि बढ्ने सवालमा जेएनजीको विद्रोह पछाडि चाहिँ एउटा नयाँ सरकार बनेको छ। त्यो सरकार भनेको निर्वाचनको लागि सरकार बनेको छ र त्यो निर्वाचन सम्पन्न गर्नुपर्ने चाहिँ सरकारको काँधमा पनि त्यो दायित्व छ। र म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु, 21 गते निर्वाचनको मिति घोषणा भएको छ। हामी चाहन्छौँ, माओवादी नेपाल कम्युनिस्ट पार्टीको चाहना भनेको 21 गते निर्वाचन सम्पन्न गरेर देशलाई एउटा नयाँ दिशामा अगाडि बढाउनुपर्छ, यो संविधानको रक्षा गर्नुपर्छ, यो मुलुकको रक्षा गर्नुपर्छ भन्ने विषयमा हाम्रो पार्टी प्रतिबद्ध छ र त्यो प्रतिबद्धताका साथ अगाडि बढिराखेको छ। यदि यो देशमा अहिले पनि निर्वाचन गराउने वातावरण बनेन भने फेरि अन्य शक्तिको चाहिँ ठुलो एउटा चाहिँ चलखेलका कारणले त्यो देश हाम्रो बिचमा रहन्छ कि रहँदैन, यो संविधान बाँच्छ कि बाँच्दैन भन्ने प्रश्न पनि हाम्रो बिचमा जन्मिएको छ। र तपाईँ हामी सबैले आफ्नो ठाउँबाट मुख्य चाहिँ यो देशको स्वार्थलाई मध्यनजरमा राखेर चुनावी वातावरण बनाउने र चुनावमा गएर एउटा नयाँ जनादेश सहित अहिले चाहिँ यो पार्टीलाई ठुलो पार्टीको रूपमा स्थापित गरेर यो देशको निकासमा महत्त्वपूर्ण योगदान गर्नुपर्छ। र त्यो योगदान गर्नका लागि म सबै साथीहरूसँग आग्रह गर्न चाहन्छु। र वास्तवमै आज अघि पनि यहाँ उद्घोष भइसकेको छ, देशैभरि आज एउटा जनलहर नेपाली कम्युनिस्ट पार्टीको बिचमा देखा परेको छ। तपाईँहरूले देख्नु भएको छ, पश्चिमदेखि पूर्वसम्म आउँदाखेरि एउटा जनलहरको रूपमा चाहिँ अब नेपाली कम्युनिस्ट पार्टीलाई नै यो देशमा एक नम्बरको पार्टी नबनाइन्जेलसम्म यो मुलुकको स्वाधीनताको रक्षा नहुने कुरा सबै नेपाली जनताले बुझेर सबैतिरबाट सङ्गठित हुने यो पार्टीमा चाहिँ गोलबल्ल हुने एउटा अभियान अगाडि बढिराखेको छ। र त्यो अभियानलाई सफल बनाउनको लागि साकेला गाउँपालिकाका सबै साथीहरू जो लामो समयदेखि यस क्षेत्रमा खटेर साकेलाको भविष्य मात्रै होइन, सिङ्गो खोटाङको भविष्यलाई पनि एउटा चाहिँ आत्मसात गर्दै यो मुलुकको लागि योगदान गर्नको लागि तयार हुनुहुने जति पनि साथीहरू हुनुहुन्छ, अहिले पनि हिजो पनि हामीले तपाईँहरूको बिचमा उभिँदाखेरि वास्तवमा त्यति नै प्रतिबद्ध हुनुहुन्थ्यो। अहिले पनि त्यो प्रतिबद्धता यो हलमा हामीले देखिराखेका छौँ। तपाईँहरू एकदम प्रतिबद्ध हुनुहुन्छ र प्रतिबद्धताका साथ निरन्तर त्यो अभियानमा लाग्नको लागि र यो देशलाई चाहिँ एउटा देशको भविष्यलाई एउटा नयाँ उचाइमा पुर्याउनको लागि त्यो महत्त्वपूर्ण योगदान रहोस् र सधैँ तपाईँहरू बिचमा रहेर निरन्तर हामीले पनि यो पार्टीको कामलाई, यो अभियानलाई निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै मेरो भनाइलाई अन्त्य गर्छु। हस्त अभिवादन।